उहाँले त्यो समयमा देखाउनु भएको वीरताका लागि धेरै धेरै धन्यवाद। विगत 22 वर्षदेखि भाटबटिनीसँग उहाँ आबद्ध हुनुहुन्छ। दुलप्रसाद पराजुलीजीलाई पनि हामी यो सम्मान प्रदान गर्न चाहन्छौँ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। दुलप्रसाद पराजुलीजीलाई हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र उहाँलाई सम्मान स्वरूप 5,01,111 को चेक पनि हामी प्रदान गर्दैछौँ। एक फुली सँगसँगै 5 ग्रेड बढुवा पनि उहाँलाई हामी गर्दैछौँ। उहाँलाई धेरै धेरै धन्यवाद पनि। उहाँले देखाउनु भएको काम प्रतिको निष्ठाका लागि पनि हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ उहाँलाई। उहाँले पनि इमानदारीता र साहसको अगाडि जस्तोसुकै परिस्थिति आए पनि आफूले अगाडि बढ्न सकिन्छ भन्ने कुराको प्रमाण पनि उहाँ आफै हुनुहुन्छ। उहाँलाई हामी धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छौँ र भाटबटिनी ग्रुप कृतज्ञ छ भनेर पनि हामी भन्न चाहन्छौँ। उहाँलाई हामी यो 5,01,111 को चेक पनि हस्तान्तरण गर्दैछौँ र म दुलप्रसाद पराजुली जीलाई थोरै केही कुराहरू राखिदिनुको लागि अनुरोध पनि गर्न चाहन्छु र उहाँलाई मञ्चमा निम्ति आउनुहुन्छ। मैले छोरा बिहे गरेँ, छोराको बिहे गरेँ, त्यसपछि गाडी किने, त्यो दिनको बारेमा चाहिँ अब आतङ्ककारी आए। त्यसपछि अब ढुङ्गामुढा गर्न थाले अनि हामीले यसो साइडमा बसेर ज्यान त जोगाउनु पर्यो। अनि साइडमा लाग्दाखेरि उनीहरू सबै बसेर सब फलफुल त्यो बियरका बोतलहरू वाइन सबै लिएर गए। आइसिङ फ्रिज सबै लिएर गए। त्यसपछि अब ल भएन भनेर हामी सबैजना साथी टिम मिलेर सबैजना यता यता चाहिँ सबै मिलेर आयौँ। त्यसपछि सबैजना अरू भित्रबाट लखेर्ने, महिला चाहिँ बाहिरबाट ड्याङ्गी लाठीले हाने। मलाई डर लागेन। धन्यवाद। एकचोटि दुलप्रसाद पराजुलीजीको लागि जोरदार ताली बजाइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँले देखाउनु भएको वीरताले हामी सबैलाई पनि प्रेरित गरोस् भन्ने अपेक्षा हामीले लिएका छौँ। धेरै धेरै धन्यवाद। अहिले जुन यो कार्य गरेर देखाउनु भएको छ यसका लागि हामी निकै नै ग्रेटफुल छौँ भन्ने पनि उहाँलाई जानकारी गराउन चाहन्छौँ। धेरै धेरै धन्यवाद दुलप्रसाद पराजुलीजीलाई। 22 वर्ष अगाडि एज अ लेबर उहाँले भाटबटिनीको निर्माणमा आबद्ध हुनुभएको थियो र त्यसपछि आफ्नै इच्छाले उहाँले सिक्युरिटी गार्डको कामलाई अपनाउनु भयो र उहाँले पनि बताउनु भयो कसरी 22 वर्ष एउटै संस्थासँग आबद्ध भएर उहाँले आफ्नो बच्चा-बच्ची पढाउनु भएको छ, आफ्नो जीवनलाई परिवर्तन गर्नुभएको छ। यसले पनि देखाउँछ कुनै पनि काम ठुलो सानो हुँदैन। तपाईँ निष्ठापूर्वक मेहनतपूर्वक कुनै पनि काम गर्नुहुन्छ भने तपाईँले आफ्नो भाग्य आफै अवश्य पनि परिवर्तन गर्न सक्नुहुन्छ। उहाँको लागि एकपटक पुनः जोरदार एकदम खुसी लागिरहेछ मलाई चाहिँ। त्यसपछि अब मैले जति दुःख पाए पनि मेरो बाबुले चाहिँ अलि सुख पाओस्
आक्रमण गर्न सक्छन् त मलाई पहिल्यै लागिरहेको थियो हजुर अब मरेन मारिन्छ कि मरिन्छ कि उनीहरूलाई मारिन्छ भनेर एकदमै अगाडि बढ्नुभयो अब दाइलाई एउटा फुली पनि थपिदिएको छन् होइन एउटा स्टार पनि अब दाइको अब पद पनि बढेको छ सँगसँगै सम्मान पनि गरे यति ठुलो सम्मान जो भाडभटेनीका सबै कर्मचारीहरूलाई अगाडि राखेर यो सम्मान पाउँदाखेरि चाहिँ दाइलाई कस्तो भयो त्यो सम्मान पनि 5 लाखभन्दा माथि पैसा दिनुभएको छ प्लस फुलीहरू पनि थपिदिनु भएको छ कस्तो लागिरहेको छ दाइ एकदम खुसी लागिरहेको छ खुसी लागिरहेको छ के भन्नुहुन्छ मिनबहादुर गुरुङ जो चाहिँ यहाँ भाडभटेनीका सञ्चालक हुनुहुन्छ लगायत अरू टिमलाई भाडभटेनी टिमलाई के भन्नुहुन्छ हजुरले भाडभटेनी टिमलाई अब एकदम सहयोग गर्नुभएको छ हजुर त्यसपछि अब उहाँहरूलाई त धन्यवाद भन्न चाहन्छु अब यो 5 लाख पैसा पाउनु भएको छ पत्ता स्वत बढी गएको छ यो 5 लाख पैसाले के गर्ने योजना छ दाइको अहिले तत्कालै झट्टै तत्कालै त अब के विचार गर्नुपर्छ है अब बुढेसकाल पनि लाग्यो होइन सँगै यहीँ काम गरेर पनि सम्भावना नहोला अब किन भन्दाखेरि शारीरिक मानसिक रूपमा बिस्तारै खस्किँदै गएको छ होइन हजुर अब के गर्नुहुन्छ बिस्तारै सोच्नुपर्छ बिस्तारै सोच्नुपर्छ अब भाडभटेनीमा दाइ कतिन्जेलसम्म रहने भन्ने हुन्छ कि कतिन्जेलसम्म रहनुहुन्छ यसरी सम्मान पाउँदै गर्दाखेरि यो मनमा ठ्याक्कै आएको होइन म चाहिँ यतिन्जेलसम्म रहन्छु भन्ने हुन्छ नि अब काम गर्न सकुन्जेल गर्ने हो मेरो विचारलाई चाहिँ हजुर 58 सालदेखि गरेँ 58 सालबाट हजुर 58 सालबाट पहिला सुरुवाती चरणमा तपाईँ अरू काम गर्नुभएको थियो भन्ने सुनेको त पहिला सुरुमा त लेबर काम गरेँ त्यसपछि 60 सालदेखि यस्तो कारमा गरेँ जस त्यो दिनको घटना अलिकति बताइदिनु न तपाईँले त बाहिर यो गेट बाहिर बसेर ड्याम पाइपले हिर्काएको देख्यौँ होइन त्यो बेलामा भित्रबाट मान्छे टन्नै बाहिर निस्किएर पनि राख्नु भएको थियो त्यो बेलामा डर लागेन त तपाईँलाई डर लागेन मलाई डर लागेन कतिजनाले कुट्नुभयो त्यो बेला थाहा छ तपाईँलाई पाइपले हान्नु 20-25 जना हान्ने 20-25 जनाले फेरि ती जसले कुटाइ खाए पछि गएर तपाईँसँग सम्पर्कमा आएर मलाई त निलडाम भयो भन्ने कुराहरू आयो क्या नि खै त्यस्तो सुने छैन मैले सुन्नुभएको छैन है के लिएर गएको देख्नुभयो तपाईँले त्यो आइसक्रिम अब के भन्छ वाइनहरू अनि घडी मोबाइल त्यो बेलामा मिडियामा हेर्नुभयो होला आफूले त्यसरी हात हिर्काउँदै गरेको देख्नुभयो मिडियामा देखेँ ल आजको विषयमा अलिकति जोड आज तपाईँलाई भाडभटेनीबाट सम्मान गरिएको छ कस्तो लागिरहेछ एकदम खुसी लागिरहेछ 5 लाखभन्दा ज्यादा छ पैसा होइन हजुर ठुलो रकम छ खुसी छ धन्यवाद म सागर गुरुङ म चाहिँ गोर्खाली सिनियर सुपरभाइजर म चाहिँ तपाईँलाई भाडभटेनीमा काम गरेको अहिले 16 पुरा गएर 17 वर्ष रनिङ भइरहेछ म चाहिँ पहिला नक्सल भाडभटेनीदेखि नै कार्यरत थिएँ आन्दोलन बेला चाहिँ हामी छतबाट बसेर हेरिरहेका थियौँ माथि उता आन्दोलन भइरहेको थियो अस्तिको शुक्रबारको 15 गतेको घटनाको अगाडि हामी तल्लो गेटमा 2 जना माथि गेटमा 6-7 जना सबै गेटमा तैनात गरेर सेक्युरिटी तैनात गरेर हामी म लगायत हामी बसिरहेको थियौँ गेटमा आइसकेपछि उताबाट जुन आन्दोलन गर्ने कार्यहरू उता पल्लोपट्टि भइरहेको थियो हामीले त्यो यता के मात्रामा यता आउने भइसकेपछि हामीले मेन गेट बन्द गरेर हामी बसिरहेको थियो बन्द गरेर बसिरहेपछि उनीहरू 15-20 जनाको समूह सुरुमा आएर बाहिर ढुङ्गा हान्नु थाले ढुङ्गा हान्दाखेरि हामीले ढुङ्गा हान्नु थालेपछि मेन गेट लाएर बसिरहेको थियो गेट लाएर बसिसकेपछि 4-5 जना बसिरहेको थियो 4-5 जना बसिरहेपछि उहाँले बाहिरबाट ढुङ्गा हान्नु थाल्नुभयो ढुङ्गा हान्नु थालेपछि हामी लट्ठी खोज्नु गएपछि हामी 4-5 जना सेक्युरिटी यता पछाडिको भागमा कुद्नु गयो कुदेपछि हामीले लट्ठी लिएर आएपछि फेरि हामी लट्ठी लिएर हामी 4 जना सेक्युरिटी फेरि हामी 3 जना सेक्युरिटी म लगायत फेरि पछाडि आएर फेरि हामीले तिनीहरूलाई लट्ठी लिएर लखडेपछि फेरि तिनीहरू सबैजना एक लट भित्र छिरेको फेरि बाहिर कुदेर गएपछि फेरि पछाडि के भयो भन्दाखेरि हामी गेटबाट बाहिरदेखि गएन हामी गेटमा गएर बसिएपछि गेटबाट
40-50 जना सबैजना ढुङ्गा हान्नु थाल्यो एकैचोटि कि आक्रमणले ढुङ्गा हान्नु थालेपछि हामी गेटमा बसिरहेको थियौँ 4-5 जना ढुङ्गा थालेपछि ढुङ्गाले हामीलाई नै ताकेर लक्षित गरेर सुरुमा ढुङ्गा हानिसकेपछि हामी चाहिँ पछाडि भाग्यौँ पछाडि हामी पछाडि सर्दै गयौँ 3 जना सेक्रेटरी गयौँ म चाहिँ यतापट्टि लुग्दा बसेँ यता साइडमा पिलरमा छिलेर बसिरहेको थिएँ पछि फेरि पछाडि त्योभन्दा बढी अझै पछि थपेर आइयो कि मान्छे पहिला चाहिँ 20-25 जना 30-35 जना जति थियो पछाडि 70-80 जना जति कम्तीमा नि 70-80 जनाको हुल फेरि पछाडि आयो आइसकेपछि तिनीहरू सबैजना भित्र छिर्ने क्रममा हामी त्यतिखेरसँग गेट भत्काएको थिएन फेरि पछाडि अर्को ग्रुप आइसकेपछि सबैजना गेटमा बसेर गेट भत्काएर तोडफोड गर्न थाले हामी त्यहाँ बसेर रमी गेट फोड्दै जाँदाखेरि तपाईँलाई गेट फोड्नेमा त 30-40 जना जतिले गेट हल्लाइरहेको थियो बाहिरबाट 30-40 जना गेट हल्लाउने क्रममा बाहिरबाट अरूले चाहिँ रोडबाट बसेर ढुङ्गामुढा गरेर भित्र हानिरहेको थियो जस्तै कतिले हामीलाई टार्गेट गरेर हानिरहेको थियो कतिले भाटबन्डीलाई यता सिधा फुटिरहेको थियो भाटबन्डीलाई ताकिरहेको थियो हामी जस्तै हामीले अगाडि लट्ठी लिएर हामीलाई टार्गेट गरेर हानिरहेको थियो अनि सकेपछि पछाडि गेट भत्किसकेपछि के भयो भन्दाखेरि ढुङ्गा हानिरहेको थियो तपाईँलाई ढुङ्गा पछि गेट भत्किसके मेन गेटबाट भन्दा पनि साइडबाट बढी ढुङ्गा हान्ने काम भइरहेको थियो त्यहाँबाट आइसकेपछि मान्छेहरू अझै बढ्दै गइसकेपछि कोही भित्र गएर छिर्नु थाले कोही हामी त्यतिखेरसम्म साइडमा बसेर एकदम मन नभएर के गर्नै सकेको थिएन कि अवस्थै थिएन हामी हेरेर बसिरहेको थियो के गर्नु सक्ने अवस्था थिएन हामीसँग एउटा किन लट्ठी पनि थिएन केही पनि थिएन एउटा सानो एउटा पाइप बाँसको एउटा सानो पाइप मात्रै लिएर बसिरहेको थियो हामीले त्यो के गर्नु सक्ने अवस्थै थिएन त्यतिखेर हामी एकदम मन नभएर बसिरहेको थियौँ भित्र सिसाहरू फुटाउन थाल्यो सबै ढुङ्गाहरू गर्न थाल्यो माथिबाट हानेर एकदम ठुलो रूपमा ढुङ्गाले हानेर तपाईँलाई यो सिसाहरू टाङ्नु सबै फुटाएर एकदम ठुलो रूपमा आवाज आएर भाटबन्डी जलाउनुपर्छ यो भाटबन्डीलाई के अरे फुटाएर जलाइदिनुपर्छ भित्र कर्मचारी छ पुरै आगोजानी गरिदिनुपर्छ भनेर पुरै हल्ला गर्ने बाहिरबाट एकदम त्यो आइसकेपछि म प्रत्यक्ष यहीँ पार्किङमै बसेर साइडबाट बसेर हेरिरहेको छु म हामी 4-5 जना सेक्रेटरी पछाडि टोइलेट साइड पछाडि भएर जानुभयो म प्रत्यक्ष तपाईँलाई यो अगाडि कुनाबाट बसेर हेरिरहेको छु मलाई पनि 2-3 ताल एटेक गर्नु खोजिसकेपछि म अझै पछाडि त्यसरी अगाडि बसेर रमी त हेर्नुभन्दा केही सकेन जब आधी घन्टा त्यस्तै 35-30 मिनटको प्लेटमा भित्रबाट सामानहरू सिसा फुटाएर लाने थालिसकेपछि सबैजना हामी बसेर हेरिरहेको थियौँ अब अति भयो अब त्यो के गर्नुपर्छ भन्दा ढुङ्गा हान्नु पनि अलिकति त्यसमा अलिकति कम भएको थियो तपाईँले आधी घन्टा 45 मिनट क्रममा ढुङ्गा हान्नु नि अलिकति अगाडि जुन तरिकाले ढुङ्गा हाने त्यो ढुङ्गा हाने क्रममा अलिकति कम भइसकेपछि म त्यहाँबाट निस्केर आइसकेपछि म भित्र छिर्ने मैले आँट गर्नु अझै पनि सकेको थिएन म पछाडि टोइलेटमा हेरेँ टोइलेटमा हाम्रो कृष्ण दाईहरू जस्तै सेक्रेटरीहरू 3-4 जना हामी बसिरहेको छ उहाँलाई मैले भने ठिक छ अब भित्र सबै तोडफोड गर्न थालेँ अब हामी जानुपर्छ अब हामी पदाधिकार गर्नुपर्छ ठिक छ म अगाडि जान्छु तपाईँहरू पछाडि आउनुहोस् हामी भित्र गएर पदाधिकार गरौँ मरे पनि मरौँ बाँचिनमा आफ्नो ठाउँमा छ हामीलाई शब्द एउटा मात्रै थियो कि हामीले कुट्नुपर्छ कि अब हामीले कुटे खाएर कि मर्नुपर्छ कि मार्नुपर्छ भित्र हाम्रो सोच्नै त्यो थियो के छ नि हामीले त्यहाँ 5 जना बसेर हामी सेक्रेटरी हामी त्यो जुन अहिले भएको छ हामी सेक्रेटरी हामी उहाँ कृष्ण दाई लगायत अरू 3 जना सेक्रेटरी हामी त्यहाँ बसेर सल्लाह गरेर टिम गरेर जे भाटा छ भाटा बोक्नुहोस् एउटा म अगाडि जान्छु तपाईँहरू पछाडि जाउनुहोस् कि मर्ने कि मार्ने अब योभन्दा हाम्रो विकल्प छैन अब जानुपर्छ भन्ने भइसकेपछि सटर आधी लागेको थियो आधी लाग्ने क्रममा हामी 3-4 जना अगाडि चाहिँ सर भित्र छिरिसकेपछि दाइ पछि आइरहनु भएको छ दाइलाई मैले दाइ हामी भित्र कुट्छौँ तपाईँले पनि भाटाले जो देख्नुहोस् हान्नुहोस् है भनेपछि दाइ चाहिँ हाम्रो पछि चाहिँ आइरहेको हुनाले हामीले भित्रबाट कुट्दै मान्छे बाहिर निक्ल्यो हामीले भित्र 4 जना सेक्रेटरी अथवा कतिजना लगभग पसेको थियो भित्र हामी छिर्ने बेला चाहिँ लगभग 35-40 जना जतिको के गर्दै थियो उनीहरूले त्यहाँ कसैले यता लिकेरमा ब्यागमा सिसीमा बियरको बोतल हालिरहेको थियो कसैले वाइन के अरे तपाईँलाई त्यो रक्सीको ब्ल्याक लेबलको हालिरहेको थियो कसैले त्यो जेडी हालिरहेको थियो कसैले रेड लेबलहरू त्यो ब्यागमा हालेर बोकिरहेको थियो कसैले यसरी चेपेर कुदिरहेको थियो कुद्ने क्रममा उहाँलाई हामीले पत्रिकाले चाहिँ धेरैले त्यहाँ फुटायो त्यहीँ छोडेर पनि भागे कसैले भागे अनि हामीले कति त्यो सिसिटिभीबाट पनि भित्र पनि भित्र हान्ने क्रममा चाहिँ दाइ बाहिर बसिरहनु भएको थियो भित्रबाट त्यो सानो एउटा गेट भएको थियो गेटबाट सबैजना बाहिर निस्किने क्रममा दाइले बाहिरबाट बसेर भाटाले हामीले हान्नुहोस् बाहिर जो निक्लिन्छ सबैलाई कुट्नुपर्छ अब आज हामीले कि उनीहरूले मार्छ कि हामी मर्छ त्योभन्दा विकल्प छैन भनिसकेपछि सबैजना हामी 4 जना सेक्रेटरी 3 जना 4 जना सेक्रेटरी लगायत हामी भित्र बसेर गरिसकेपछि अरू चाहिँ पछि हामीले कुट्दै गइसकेपछि बाहिर आइसकेपछि हामीले भित्र आधी सटर लगाइसकेपछि दाइ पनि पछि भित्र आइसकेपछि हामीले टलीले त्यो छिर्ने ठाउँमा टलीले छेकेर भित्र हामी चाहिँ जो आए पनि आज हामीले के छ नि भित्र जो आउँछ उहाँलाई चाहिँ हामीले छोड्नु हुन्न आज जे हुन्छ आज भित्र आउने जति आन्दोलनकारी जति अर्थात् जो आए पनि भित्र आयो भने
कसैले तोडफोड गर्ने उद्देश्यले आयो भने आज हामी उहाँलाई पिट्नुपर्छ हाम्रो शब्द यही थियो हामीले कसैले पनि छोड्नु भित्र जो आयो जे भेट्छ हान्नुहोस् है मैले यही भनेको थिएँ हान्नुहोस् जो छ म अगाडि बसेर त्यो टलीमा अगाडि बसेर तपाईँलाई त्यहाँ हामीले पनि पछाडिबाट त्यो टली घेरेर मजाले बसिरहेको थियो अब हामीले जो फेरि पछाडि पनि प्रयास गरे हो पछाडि पनि आउने प्रयास गरे पछि तपाईँहरूले फेरि फुटाउन आयो फेरि पछाडि फुटाएर पछाडि गेटमा छिर्ने त्यो मुनिबाट छिर्ने प्रयास पनि गरे त्यति बेला हामीले भित्रबाट अब हामीले सक्ने लट्ठीले हुन्छ तपाईँलाई टलीतिर ढाङडुन गर्ने हामीले अलिक बिचरी जोडले हान मार्नुपर्छ भित्र जो छिर्यो उहाँलाई ठोक्नुपर्छ हान जो छिर्यो उहाँले जति भित्र छिर्न जति सबैले मार्नुपर्छ है सबैले हान जे पायो त्यसले हान्नुपर्छ भित्र छिर्न जतिलाई चाहिँ छोड्नु कसैलाई पनि मागिरहनु हुँदैन सबैजनालाई हान्नुपर्छ भने हामीले भित्रबाट जोडले कराउन थालिसकेपछि उहाँलाई के फिल भयो होला मेरो विचारमा चाहिँ भित्र पनि उनीहरू सबैजना तैनात भएर बसे अथवा भित्र उनीहरू सबै रेडी पोजिसन बसेर अब चाहिँ छिर्नुहुन्न भन्ने भयो कि त्यो भित्र भइसकेपछि अनि त्यहाँबाट भित्र छिर्ने आरती त्यहाँ गरेर नगरिसकेपछि अनि त्यहाँबाट आज त्यो भइसकेपछि पछि त्यस क्रममा पनि अनि त्यति हुँदा पनि बाहिरबाट ढुङ्गा हान्ने क्रम चाहिँ रोकेको थिएन कि ढुङ्गा हानिरहनु भएको थियो बाहिर जति बाहिरको त्यो भिडियोजहरू देख्यौँ मदाइले कुटिरहेको त्योभन्दा धेरै भित्र तपाईँहरूले बकाउनु भयो तिनीहरूलाई यस्तो भएको भित्रमा त हामीले जस्तै भित्र हामी सुरुमा छिरेर भित्र हामीले पिटिएपछि उहाँभित्र 30-35जना ग्रुप छ उहाँहरू चाहिँ बाहिर निस्किने क्रममा हो कि बाहिर निस्किएपछि हामीले भित्र 4-5जना 3जना हामी 4जनाले भित्र कुटेर बाहिर निकाल्ने क्रममा दाइले चाहिँ बाहिर निहुरेर कुद्नेहरूलाई भाटाले बाहिर हान्नुभएको हो कि दाइ अब यो जसरी यो 16 वर्ष हजुरले काम गर्नुभयो भनेको यो 16 वर्षमा धेरै आन्दोलनहरू भए होइन तपाईँले पनि त भोग्दै आउनुभयो देख्दै आउनुभयो भाटभटिनीमा यो एट्याक गरेको चाहिँ यो मात्र हो कि योभन्दा अघि पनि म यो कोटेश्वरमै बसेर कोटेश्वरमै काम गरेको अब ओपनिङदेखि नै हो 13 वर्ष भइसक्यो तपाईँलाई धेरै आन्दोलनहरू भयो यहाँ हामीले कति देख्यौँ आन्दोलन हुँदा धेरै ताली आन्दोलन यो ठाउँमा कति भएको थियो तर अहिलेसँग हामीले आन्दोलन हुँदाखेरि गेट सामान्य अगाडि मेन गेट लगाइसकेपछि भित्र कसैले एउटा ढुङ्गा पनि हान्ने क्रम अहिलेसम्म मैले थाहा पाएको पनि छुइनँ र भएको पनि छैन है मैले त अहिलेसम्म म यो कोटेश्वरको आइसक्नु 13 वर्ष आइकन म सुरुमा नक्सलमा कार्यरत थिएँ नक्सल भएपछि यहाँ आएपछि म नक्सलमा नर्मलै लाइनमै स्टाफमा काम गरेको थिएँ यहाँ आएपछि सुपरभाइजर भइसकेपछि यहाँ आएपछि अहिले सिनियर सुपरभाइजर भएँ म यहाँ कोटेश्वरमा आइकन काम गरेर म यस्तो कसैले पनि अहिलेसम्म अफिसलाई एउटा ढुङ्गा ठक्कै हानेको कुनै पनि त्यस्तो गरेको कुनै उयो रेकर्ड अहिले मैला चाहिँ थाहा छैन हजुर अब 2 ग्रेड बढेको छ आजबाट कस्तो लागिरहेको छ दाइ मलाई चाहिँ अब के छ नि मेरो अफिसले दिएको सम्मानप्रति मलाई एकदम भित्रबाट एकदम खुसी छु मेरो अफिसलाई पनि हाम्रो कामहरूलाई मूल्याङ्कन गरेर उच्च हामीलाई मनोबल बढाइदिनु भएकोमा धेरै धेरै एकदम धन्यवाद छ हाम्रो साथीहरूलाई पनि एकदम हामी भित्रैबाट नै हाम्रो टिम भने एकदम खुसी के भन्नु तपाईँहरूलाई हामीले खुसी नै व्यक्त गर्नु छैन त्यति धेरै हामी खुसी छौँ होइन हामी योपट्टि बसरले हामीलाई दिएको सम्मान मायापट्टि हामी एकदम धेरै खुसी छौँ है उहाँहरूपट्टि हामी धेरै एकदम तपाईँहरूलाई कुन शब्दले बयान गर्नु चाहिँ शब्दै छैन कि त्यति धेरै हामी खुसी भएको छौँ यो सम्बन्धित चाहिँ हामीले तपाईँहरूलाई बसपट्टि एकदम धेरै धन्यवाद गरेर हामीले धेरै एकदम शिर निभाएर एकदम उहाँहरूपट्टि एकदम सम्मान छ मेरो एकदम मैले उहाँहरूलाई गर्ने सम्मान दिने एउटा शब्दै छैन त्यति धेरै एकदम मलाई चाहिँ उहाँहरूले मेरो परिवारदेखि लिएर मेरो बच्चाहरू स्कुलमा पढाउनुदेखि लिएर सबै गर्नुभएको छ हस्बेन्डले जति गर्नुभएको छ एकदम मेरो लागि उहाँहरू मेरो भगवान् छोरा जतिकै हुनुहुन्छ है हुन्छ